हेलो गाइस, गुड मर्निङ। आज फेरि पनि नयाँ दिन र आज फेरि पनि फाइनली यो दिन चाहिँ आइपुग्यो र अब चाहिँ हामी भर्खर उठेर अब हिँड्न आँटेको र आजको वेदर चाहिँ कस्तो लाग्छ गाइस तपाईँहरूलाई देखाउँछु। वेदर लाग्दैन गाइस र हामी चाहिँ अब रेडी भइसक्यौँ हामी होइन। अब 7:30 भयो है। 7:30 चाहिँ अब हिँडेको गाइस तपाईँहरूलाई देखाउँदै जान्छु होइन के तपाईँहरूलाई के कस्तो लाग्छ तपाईँहरूले हेर्दै जानुहोस् र गाइस अब चाहिँ निस्किरहेको बाइक। अब चाहिँ बाइक हल्का स्टार्टहरू गरेर अब चाहिँ लाग्दिने त प्रब्लम भएछ होइन। होली मोली अब चाहिँ लाग्दैको गाइस। आज चाहिँ एकदमै 36 दिन भएको छ होइन। मलाई चाहिँ डर लागिरहेको थियो आज चाहिँ हामी घुम्न नजानु पाउने रहेछ भनेर सोचिरहेको थिएँ र आज चाहिँ दिन चाहिँ बिहानदेखि यस्तो 36 भइरहेको छ होइन। आकाशमाथि चाहिँ एउटा पनि बादल छैन। सो हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले आजको चाहिँ राइड कस्तो हुन्छ होइन। एकदम अद्भुत हुन्छ, डर लाग्दैन हुन्छ आजको राइड चाहिँ। र अहिले फिलहाल चाहिँ 7:30 भइसक्यो र 7:30 मा निस्केको हामी चाहिँ आजको एक्सप्लोर चाहिँ साउथ सिक्किम साइड हो र तपाईँहरू भिडियोमा बनिरहनुहोस् गाइस। हस्पिटल डाँडापट्टि छौँ र अहिले चाहिँ बिहानको वेदर है, अझ राम्रो घाम पनि ननिस्किछ र आजको राइड चाहिँ हामी 2 भाइको हुँदैछ है। आज 2 भाइ मात्रै जाँदैछौँ सोलो बाइक। फिलहाल सिङताम आइपुग्न आँटिसक्यो होइन। टक्क 32 नम्बर क्रस भयो। आम्मा हिलो जोड रहेछ नि हाम्रो। यहाँ त कहिले बाटो राम्रो हुँदैन। हामी माझीटार आइपुग्यो होइन। गरम यस्तो धेरै छ। वेदर त वेदरै भइदिएको छ गाइस। ओपी अमेजिङ भइदियो नि, अमेजिङ गाइस। अहिले चाहिँ हामी रम्बू दिन अलिकता माइनिङ भन्ने जग्गामा आएको छ है। गरम छ प्रवीण भाइ। आज कस्तो तिमीले फिल गरिरहेछौ नि? मलाई धेरै भइसक्यो। बाटो धेरै पहिरो असुविधा पनि भइरहेको छ। अब हामी आफ्नो मन्जिलमा पुग्नु होइन। सो आजको चाहिँ एकदमै गरम छ गाइस होइन। र फिलहाल चाहिँ बाइकको हात गइदिइरहेको छु हेर्नु के हो। यहाँ चाहिँ पुल छ है। यहाँ स्कुलहरू रहेछ नानीहरूको। अब यहाँबाट चाहिँ उता जानु सक्छ, कालो कालो भएर जानु सक्छ। सो गाइस अब चाहिँ हल्का खानासाना खाइदिने होइन। तपाईँहरू भिडियोमा पनि राम्रो बेसी गरम भएर हेभी गरम भइदिएको भाइ। यस्तो है सिलगढी बराबर छ है यहाँ। त्यो भन्दा पनि ज्यादै खाइदिने होइन। सो गाइस गयो रहेछ होइन। खाना वाना हो गयो। मेरो दोकानको नाम छैन जस्तो। प्रवीण भाइ गरमले यहाँ भाइ नइन्जेल भयो। अब चाहिँ लाग्दैको गाइस बाटोमा भेट्यौँ। तपाईँहरूलाई बाइक ल्याउनु सुन्नुहुन्छ खाइदिइ जान्छु गाइस। अनि यहाँको भ्यू हेर्छ। एउटा चेकपोस्ट रहेछ हो। दामी गाइस हेर्नु चाहिँ तल माथि हो यहाँ पुलमा। अब हामी चाहिँ उकालै जानुपर्छ गाइस। वेदर पनि दामी भइदिइरहेछ। आज चाहिँ मजाले इन्जोय गरिदिने हो गाइस हो। र वेदर चाहिँ 36 भइदिइरहेछ।
मेरो सेकेन्ड टाइम हो तारे भिर चाहिँ होइन। हाम्रो सानो भाइले चाहिँ पुरै जान इच्छा गरिरहेको थियो र उसले गर्दा चाहिँ आज आइदिएको र वेदर पनि दामी भयो है। र आज सेकेन्ड टाइममा चाहिँ टक्कै मेरो प्रपर भ्लग पनि भएको थिएन गाइस होइन। र अब चाहिँ प्रपर भ्लगहरू हुँदैछ साउथ सिक्किमपट्टि हो। खास चाहिँ आज पुरै उता के अरे चारधामपट्टिहरू सबै कभर गरौँ भनेर सोचिरहेको थिएँ हो। तर आज अलिक ढिलो भएर है त्यसले गर्दाखेरि आज साह्रै चाहिँ भ्याउँदैन। तर कतिजना मान्छेहरूलाई है तारे भिरको लागि चाहिँ जानु लागि कति मान्छेहरू कति उयो भइरहेको हुन्छ होइन, मन गरिरहेको हुन्छ। र तपाईँहरूले हेरिदिनुहोस् गाइस के कस्तो लाग्छ कमेन्टहरू ठटाइदिइहाल्नुहोस्। लाइक र कमेन्ट चाहिँ प्लाट्टै हान्दिहाल्नुहोस् त्यही हो। तपाईँहरूले हेर्नु मजा आउँदै होला होइन। सो हेर्नुहोस् है गाइस मेरो चाहिँ सबै ब्लग तपाईँहरूलाई यहाँको बाटोहरू होइन सबै यहाँनिर स्याटी चाहिँ लाग्छ तपाईँहरूलाई। बाटो हेर्नुहोस् है हिजोसम्म चाहिँ डर लाग्दो पानी आइरहेको थियो गाइस होइन। हामी सोचेको थियो आज चाहिँ जानु नपाउने रहेछ भनेर सोचिरहेको थिएँ। तर आज चाहिँ भ्लग बनाउन साथ दियो होइन वेदरले। गाइस यहाँको वेदरहरू हेर्नुहोस्, सिनहरू होइन, भ्यूहरू आजको चाहिँ ओपी भइदिएको छ मौसम चाहिँ। दामी दिन चाहिँ फोटो खिच्नु बसेको थियौँ होइन। त्यहाँबाट खिचेर चाहिँ फेरि हिँडेको हो। भिडियो त पज गर्नै मन लाग्यो थाहा छैन होइन। मान्छेहरू के हुन्छ हौ अगाडि पछाडि केही नहेरी हिँड्छ यार। मेन हाइवेतिर यसो हेर्दै हिँड्नु पऱ्यो नि त। यो जग्गा चाहिँ के हो गाइस थाहा छैन हो। प्लिज तपाईँहरू यहाँकोहरू कहिले हेर्नु हुँदैछ भने चाहिँ भनिदिनुहोस् होला यो जग्गाको नाम। रास्ता देखो भाइ रास्ता। चाटिस बाटो चाहिँ कसम चाहिँ चुम्मा खाइदिन्छु म। तारे भिर आइपुग्न केही क्षण बाँकी छन्। दिन त धुम्ब होला जस्तो पनि हुँदैछ हो। पुगेर डामडुम भयो भने त रड्डी हुन्छ त। त्यही हो दिन चाहिँ दामी भइदिएको होस्, पानी चाहिँ नआइदियोस्, धुम्बा चाहिँ नलाग्दैस्, त्यति हो भनाइ चाहिँ त्यति नै हो। बाटो पसिसक्यौँ है तारे भिर जानेपट्टि। र अब चाहिँ पस्यो है केटाहरू जङ्गलमा। जति पनि अब राइडर्सहरू हुनुहुन्छ है सबैजनाले अलिक यो बाटोमा चाहिँ ध्यान गरेर कुदाइदिनु। यहाँनिर चाहिँ बाटो सानो छ है, अलिकति मिक्स भयो भने पनि जानेछ। मलाई चाहिँ अब त्यस्तो खाले भयो होइन। तर एकपल्ट याद गरेर हिँड्नु, बेसी उत्ताउलो गरेर होइन है। त्यो ग्रुपमा हुन्छ नि अहिले बेसी उत्ताउलो गर्दै यो बाटोहरू चाहिँ आयो भने चाहिँ उत्ताउलो चाहिँ नगरिदिनुहोस्। त्यही बी केयरफुल होइन। बाइक त बनिहाल्छ, मान्छे बनिँदैन। सो बाइक गाडी जे पनि होस् होइन। सो त्यही भन्नु थियो। सो आइपुग्न लागि 5 मिनट छ। त्यहाँबाट चाहिँ पुग्छौँ हामी तारे भिर।
सो गाइस तपाईँहरू बनिरहनुहोस् सिधै तारेभिरमा भेट्यौँ गाइस अफरोडिङ। सो फिलहाल गाइस अहिले हामी पुगिसक्यौँ होइन तारेभिर। बाइकलाई यहाँनिर पार्क गरिदिइरहेछ। सो तारेभिर यता भित्र जानुपर्छ। हाम्रो भाइ चाहिँ यहाँ दोकान गइरहेछ। सो गाइस हामी चाहिँ पसिसक्यौँ तारेभिरमा। यहाँबाट फर्स्ट भ्यू यहाँबाट देख्छ। हामीले टिकट काटिसक्यौँ होइन। यहाँ हाम्रो प्रवीण भाइ यस कस्तो फिल गरिरहेछ अहिले? यहाँ पनि हेर्दै न अन्त 8 बजी हिँडेको अनि कति बज्यो 1 बजी आइपुग्यौँ होइन। लाग्दो रहेछ कहाँ हो त्यो बिचमा त अब यताउता भइरहेछ। कस्तो पानी परिरहेको थियो आज तर दिनले पनि सधियो। गाइस अब तपाईँहरूलाई खास भ्यू देखाउँदैछु होइन। सो बनिरहनुहोस् भिडियोमा। तारेभिर आइपुग्यो। फाइनली आइपुग्यो है। हल्का एक सिनेमेटिक सर्ट त बन्दा है। सो गाइस फोटो सोटो भयो होइन। अब अलिक तल जाने हामी चाहिँ तलपट्टि जाने। यहाँबाट हेर्नुहोस् गाइस यो पारीहरू देख्दै गरेको यो चाहिँ कालिम्पोङ रहेछ होइन। तल टिस्टा खोलाहरू टिस्टा पुलहरू पनि देख्दछ यहाँबाट। पेसोकहरू पनि देख्दछ यहाँबाट। लप्चु पेसोकहरू यहाँ पर्दो रहेछ। हामी अलिक तल जाने। सो बस्नुहोस्। सो गाइस के कस्तो लाग्यो तपाईँलाई तारेभिरको नजाराहरू होइन? हेर्नुहोस् है गाइस। गाइस हेर्नुहोस् न यहाँबाट चाहिँ कस्तो सेटिस चाहिँ देख्दो रहेछ। ब्याकग्राउन्डहरू हेर्नुहोस् न सिनेमेटिक के भन्छ यो मान्छेले चाहिँ फेरि सेटिस। अब चाहिँ अलिक तल लाग्दैन गाइस। आएपछि चाहिँ होइन एकपल्ट यो तलको लास्ट डाँडासम्म चाहिँ जानै पर्ने रहेछ होइन। अब कतिजना त हिँड्नु सक्दैन है। आएपछि चाहिँ एकपल्ट चाहिँ त्यो लास्टको डाँडा चाहिँ जानै पर्ने रहेछ गाइस। नजाराहरू देख्नु हुँदैछ तपाईँहरूले होइन। हेर्नुहोस् न यो भिरको खुबी चाहिँ के छ त? यो भिरको खुबी चाहिँ खै के हो मलाई पनि थाहा छैन। अब हेर न अन्त बाटोहरू मजाको होइन। सबै कस्तो दामी यो घाँसहरू ग्रासहरू फुलाइदिएको हल्का हो। यतापट्टि चाहिँ फेरि दार्जिलिङहरू पर्छ है। ऊ तलको त पेसोकहरू नि ऊ परको बाटोहरू देख्दै गरेको। त्यो टिस्टाको पुल हो। गाइस तपाईँहरू बनिरहनुहोस् भिडियोमा होइन। तपाईँहरूलाई अझै दामी दामी चिजहरू देखाउँदैछु म। भाइ तारेभिरको अन्तिम टुप्पा आइपुग्नु आँट्यो होइन। आइपुग्यो भन्दा पनि भयो। आमा यहाँ अब बाटो चाहिँ। सो यहाँबाट चाहिँ यस्तो देख्दैछ। अझै माथि एउटा खास भ्यू देख्छ। यहाँबाट चढ्दैछ हामी होइन। आमा लाग्दो रहेछ बाटो। नामै त तारेभिर। भिर भनेपछि कस्तो हुनुपर्छ। अब हेर्नुहोस् है गाइस। ओ माई गड ढाम्बो। यहाँबाट त झऱ्यो नि त अन्त सुक्खा भन्छ। हत्तु हुँदो रहेछ नि त यहाँ चाहिँ उकालो चढ्दाखेरि एकदम। अब चाहिँ लास्ट टुप्पा आइपुग्यो फाइनली होइन। आमा यहाँबाट त दामी देख्दो रहेछ नि त गाइस। तलको भ्यूहरू तल देख्दै गरेको टिस्टाहरू होइन। मान्छे रहेछ
गाइस तपाईँहरूलाई के कस्तो लाग्यो हेर्नुहोस् है, एक लाइक र कमेन्ट चाहिँ बनता है होइन। ल दामी 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 अझै एउटा भिड यहाँबाट देखाउँछ। त्यसै चाहिँ मान्छेले नाम राखेको होइन है। आम्बो हेर्नुहोस् न, यहाँबाट झऱ्यो भने त सिधै तल रोडमा पो रोकिने रहेछ। लास्ट भ्यूहरू हेरिदिनुहोस् होला गाइस तपाईँहरूले होइन। तारेभिरको लास्ट अन्तिम टुप्पा आइपुग्यो होइन, लास्ट भिर। सो यहाँबाट चाहिँ अब हामी लाग्दिने। भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई होइन, लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला जति पनि नयाँ आउनु। ल ब्रो हुन्छ है गाइस, फाइनली अब यो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो होइन। यो भिडियो भोलि आउँछ होइन, जतिजनाले हेर्नुहुँदैछ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र अझै नयाँ नयाँ दामी दामी कन्टेन्ट अझै तपाईँहरूलाई ल्याउँदैछु होइन। तपाईँहरूलाई गाइस पानीहरू आएको जस्तो भयो हो, पानी छिटो आयो उता कालै भएर पानी आउँदैछ। आज चाहिँ मुसा भिजेको जस्तो हुँदैछ। फाइनली गाइस हामी चाहिँ अब घुम्नु सक्छौँ। 1 घन्टा जस्तो लाग्यो होला, लाग्यो नि 2 घन्टा जस्तो लाग्यो अब डल्लै घुम्नु मजाको लाग्यो। अब फेरि अब दोस्रोचोटि आउनु चाहन्छु। यो जग्गा चाहिँ मलाई अब हेभी मजा लाग्यो त्यो ठाउँमा आएर। यस्तो पिस जग्गालाई थिएन त अब तपाईँ हामीलाई एक्लै हुन्थ्यो कि आउनु यहाँ साथीहरूसँग होइन, मजा आएको छ। यो जग्गा चाहिँ मलाई फुल मन पऱ्यो। यो जग्गा चाहिँ म कहिले पनि बिर्सिनु सक्दिनँ। ड्रिम प्लेस है। ड्रिम प्लेस। सो बाई बाई गाइस, हुन्छ। और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता। सही बता रहा हूं, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो, मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है, बस सब्सक्राइब करो।